गाइस म चाहिँ अहिले राचोकमा छु हैन हेर्न सक्नुहुन्छ म चाहिँ बुइना लिन जाँदै छु हेर्नुहोस् यो चाहिँ दिदीको फुलबारी हैन यो चाहिँ दिदीकी कान्छी छोरी हेलो भन् त आयो हिँड्जाम जाँदा जाँदै हामीले चाहिँ यहाँनिर एउटा बुङ्गो देख्यौं क्या यो राचोकमा पनि बुङ्गो हुँदो रहेछ गाइस यहाँ हेर्नु त यस्तो ठाउँमा हैन यो सानी बुइनीलाई लिएर गएको हाई भन् हाई हामी चाहिँ दिदी यसको दिदीलाई ट्युसन पढ्न गएकी चाहिँ हामी चाहिँ लिन गएको यो चाहिँ बाटो पर छ हैन यहाँ हेर्नु हामी चाहिँ कहाँनिर छौँ भनेर यो दिदीको घर हो यहाँ चाहिँ हेर्नु न अस्ति पानी परेको थियो यस्तो पानी जमिरहेछ राचोकमा फेरि पनि पानी पर्ला जस्तो मौसम भइरहेछ पानी पर्छ होला सायद यहाँ चाहिँ बनाउँदै गरेको नयाँ घर रहेछ तपाईहरुले यो पनि देखाएँ मैले आज फर्स्ट टाइम भ्लग बनाएको है हेर्नुस् गाइस यसले आफ्नो दिदीलाई देखेपछि यसरी कुद्दैछ हैन पर आउँदैछ नि दिदी चाहिँ देखिँदैन होला सायद यहाँबाट देखिँदो रहेनछ हैन त्यो चाहिँ उस्तो दिदीलाई देखेर यस्तो कुदैछिन् हामी चाहिँ यहाँ आइपुग्यौँ अहिले आए भर्खर म तपाईलाई दिदीलाई पनि देखाउँछु है एकछिन